साथीभाइहरूसँग बेडा बाबा मेलामा खूब रमाइलो गरियो। वेलकम टु आवर मिनी ब्लग। अनि आज हामी साथीभाइहरूसँग चाहिँ मस्त पारेर बेडा बाबा मेला जान लागेका छौँ। हामीहरू चाहिँ अटोमा बसेर टक्क पारेर। अनि यो मेला चाहिँ धनगढी क्षेत्रतिर नै रहेको छ। यो मेला चाहिँ बेडा बाबा मेला भन्छ नि यसलाई चाहिँ। अनि टक्क हामी चाहिँ बेडा बाबा मेलामा गएर यताउति घुमिन्छ। अनि यो चाहिँ कैलाली भरि मध्ये नै यो चाहिँ सबैभन्दा ठुलो धार्मिक स्थल रहेको छ। अनि यहाँ चाहिँ सबैभन्दा ठुलो मेला पनि लाग्छ। अनि सबैजना चाहिँ यहाँ घुम्न पनि आउँछन्। अनि हामी पनि घुम्न नै आएको यहाँ गाइज। अनि यताउति घुमिरहेको थिएँ, खानेकुरा हेर्दै चित्त बुझाइरहेको थिएँ। पैसा चाहिँ छैन किनेर खाने, त्यसैले यताउति घुमिन्छ। अनि यहाँ चाहिँ पुरा डान्स पनि लागेको रहेछ, डान्स सो पनि रहेछ। अनि टक्क पारेर डान्स सो पनि हेर्नतिर लागियो। अनि एकछिनमा डान्स सान्स हेरिसकेपछि चाहिँ यहाँ दोकानको साइडतिर पनि लाग्यो। दोकान पनि कस्ता कस्ता रहेछन् भनेर हेरियो। दोकान पनि हल्का ठिकै लागेको रहेछ, पहिलाको जस्तो त नरहेछ। पहिला त लास्टै भिड हुन्थ्यो नि गाइस। अनि त्यसपछि लास्टै पिरो खान मन लाग्छ। अनि साथीलाई चाहिँ चटपट बनाउन लगाएर अनि चक्क पारेर चटपट खाइन्छ। अनि चटपट खाइसकेपछि यहाँ दियास दोस्तहरू पनि आइसकेका रहेछन्। अनि एकछिन दियास दोस्तहरूसित पनि घुमिन्छ। मिनी ब्लग कस्तो लाग्यो कमेन्ट गर्नु होला। आजलाई यति नै, एन्ड बाइ।